नमस्कार, अपन समाचार में स्वागत छ। सुरुवात में हेडलाइंस। कोरोना भाइरस को संक्रमण बढ़दै गएपछि धनुषामा पनि निषेधाज्ञाको तयारी। मंगलबार बिहानबाट निषेधाज्ञा हुने। कोरोना भाइरस को संक्रमणबाट संविधान सभा सदस्य रमणी चौधरीको निधन। मोरङमा मोटरसाइकल दुर्घटना, 1 जनाको मृत्यु, 2 जना घाइते। लुम्बिनी प्रदेशमा सत्ताको खेल जारी, राजीनामा दिएका पोखरेल पुनः मुख्यमन्त्री नियुक्त। र भारतमा कोरोनाको कहर, थप 3,92,400 मा संक्रमण पुष्टि। अब समाचार विस्तारमा। नेपालमा पछिल्लो 24 घण्टामा 7,211 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार 16,147 पीसीआर परीक्षणमा 7,137 जना र 623 एन्टिजेन परीक्षणमा 74 जना गरी 7,211 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो 24 घण्टामा 27 जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि धनुषामा पनि मंगलबारबाट निषेधाज्ञा लाग्ने भएको छ। जिल्ला कोभिड-19 संकट व्यवस्थापन केन्द्र DCCMC को आइतबार बसेको बैठकले मंगलबार बिहान 6 बजेदेखि वैशाख 31 गते राति 12 बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो। धनुषामा पछिल्लो केही दिनमा लक्षण सहितका संक्रमितको संख्या एकाएक बढेकाले अत्यावश्यक बाहेकका अन्य सेवाहरू पूर्ण रूपमा बन्द गरी संक्रमणको चेन तोड्न 10 दिने निषेधाज्ञा जारी गरिएको छ। बैठकले जनकपुरधाम स्थित प्रादेशिक अस्पताल अन्तर्गत कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न र बेड संख्या बढाउन यथाशीघ्र काम थाल्ने निर्णय गरेको छ। साथै जनकपुरधाम स्थित मणिपाल मेडिकल कलेजको निर्माणाधीन प्रयोगविहीन भवनलाई कोभिडको प्रकोप अवधिभरिका लागि स्वामित्वमा लिई कोभिड अस्पताल सञ्चालन ल्याउन प्रदेश 2 सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ। त्यस्तै सपही स्थित सिटिभिटी भवन, जानकी मेडिकल कलेज, रमदैया स्थित अस्पताल र गंगले स्थित आयुर्वेद कलेजको भवनमा कोभिड अस्पताल सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने पनि निर्णय भएको छ। त्यसैगरी धनुषाका सबै स्थानीय तहलाई कम्तीमा 20 वटाका दरले अक्सिजनको स्टक राख्न भनिएको छ। यसका साथै थप अक्सिजन उपलब्ध गराइदिन प्रदेश 2 सरकार र संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गर्ने निर्णय भनेको छ। प्रदेश 2 को दोस्रो सबभन्दा बढी कोरोना संक्रमित धनुषामा रहेका छन्। धनुषामा हाल 403 जना संक्रमित रहेका छन्। कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रमणी चौधरीको निधन भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका 6 बागमारा स्थायी ठेगाना भएकी 44 वर्षीय चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कलेजो र मृगौला सम्बन्धी समस्याले ग्रस्त चौधरी धनगढीको नवजीवन अस्पतालमा उपचाररत थिइन्। शनिबार मात्र अस्पताल भर्ना भएकी चौधरीलाई आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ। कोभिड-19 को संक्रमण बढेसँगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू पनि कोभिड-19 संक्रमणको जोखिममा परेका छन्। भारतमा कोभिड-19 संक्रमणको दोस्रो लहर चलेसँगै कामको सिलसिलामा भारत गएका नेपालीहरू स्वदेश फर्कन थालेका छन्। भारतबाट नेपाल फर्केका 60% बढी नेपालीहरू संक्रमित पाइएको छ। यस्तो अवस्थामा प्रवासी नेपालीको सीधा सम्पर्कमा आउने सशस्त्र प्रहरी बलसँगै त्यहाँ खटिने नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरू पनि संक्रमित भइरहेका छन्। त्यसमध्ये सीमा सुरक्षार्थ परिचालन भएका सशस्त्र प्रहरी जवानहरू संक्रमणको बढी जोखिममा रहेका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक राजु अरियालका अनुसार संगठनभित्र आन्तरिक व्यवस्थापन गरेर सकेसम्म जोखिम कम गर्ने र संक्रमण हुन नदिने उपाय अवलम्बन गरिएको छ। सशस्त्र प्रहरी बलले कोभिड-19 को पहिलो लहरमा लिएको शिक्षा र अनुभवको आधारमा तयारी गरेर काम गरिरहेको नायब महानिरीक्षक अरियालले बताउनुभयो। के चाहिँ सरकारको तर्फबाट गर्नुपर्छ भन्ने कुरा हामी सबै औल्याएर हामीले हाम्रो ड्युटीहरू परिचालन गरिरहेका छौँ। त्यसमा 2वटा मुख्य चुनौती हुन्छ। एउटा हाम्रो आन्तरिक चुनौती भनेको हामी आफै कसरी सुरक्षित रहने भन्ने चुनौती छ भने अर्को सीमा इलाकामा बसोबास गर्ने र आवतजावत गर्ने दाजुभाइ दिदीबहिनीहरूको सुरक्षा गर्नु, यो 2टा चुनौती छ। यसको लागि हामीले 2वटा छुट्टै खालको योजनाहरू बनाएर सबैतिर परिपत्र पनि गरिसकेका छौँ। अब आन्तरिक खालको चुनौतीहरूलाई सामना गर्नको लागि हामी ब्यारेकमा बस्ने फौज भएको कारणले गर्दाखेरि ब्यारेकमा कसरी बस्ने त, त्यहाँको प्रोटोकल कसरी अपनाउने, अनुशासन कसरी कायम गर्ने, जस्तो छुट्टै ब्यारेकमा बस्ने, जस्तो ड्युटी खटेर आइसकेपछि सरसफाइ गर्ने,
कपडाहरू चेन्ज गर्ने, खाना खाने मेस। सशस्त्र प्रहरी बलका 1000 भन्दा बढी सुरक्षाकर्मी अहिले कोभिड-19बाट सङ्क्रमित भइसकेका छन्। अहिले आइसोलेसनमा 5 जना सुरक्षाकर्मीले उपचार गराइरहेका छन्। कोभिड-19 को दोस्रो लहरमा 66 जना सुरक्षाकर्मी सङ्क्रमित भएको नायब महानिरीक्षक अर्यालले जानकारी दिनुभयो। मोरङमा मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। रतुवामाई नगरपालिका 9 स्थित आमबारी उर्लाबारी सडक खण्डमा 2 वटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा 1 जनाको मृत्यु र 2 जना घाइते भएका छन्। आइतबार बिहान उत्तरतर्फ जाँदै गरेको प्रदेश 1 02-041 प 2664 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश 1 02-044 प 2609 नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो। सो दुर्घटनामा गम्भीर घाइते भएका 2664 नम्बरको मोटरसाइकल चालक रतुवामाई नगरपालिका 7 गाडीझारका 27 वर्षीय ललित कटवालको अर्निको अस्पताल उर्लाबालीमा उपचारको क्रममा निधन भएको छ। मोरङमा एक महिलाको शव फेला परेको छ। रतुवामाई नगरपालिका 4 स्थित एक मकैबारीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी मान बहादुर रायले जानकारी दिए। उनका अनुसार घटना शङ्कास्पद रहेको छ। आइतबार बिहानै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो। मृतकको पहिचान खुलिसकेको छैन। घटनाको अनुसन्धान भइरहेको डीएसपी रायले जानकारी दिए। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयले पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शङ्कर पोखरेललाई नेपालको संविधानको धारा 168 को उपधारा 1 बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। यसअघि नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शङ्कर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा 168 को उपधारा 1 बमोजिम सरकार गठन गर्न प्रदेशसभा बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए। भारतमा कोरोना भाइरसबाट थप झण्डै 4 लाख व्यक्ति सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार थप 3,92,488 जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यसअघि हिजो एकै दिन 100 भन्दा धेरै 4 लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए। भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल 1,95,57,457 जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा 3,689 जनाको कोरोना भाइरस सङ्क्रमण कारण मृत्यु भएको छ। अहिलेसम्म मृत्यु हुनेको कुल सङ्ख्या 2,15,542 पुगेको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि धनुषामा पनि निषेधाज्ञाको तयारी। मङ्गलबार बिहानबाट निषेधाज्ञा हुने। कोरोना भाइरसको सङ्क्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको निधन। मोरङमा मोटरसाइकल दुर्घटना 1 जनाको मृत्यु, 2 जना घाइते। लुम्बिनी प्रदेशमा सत्ताको खेल जारी। राजीनामा दिएका पोखरेल पुनः मुख्यमन्त्री नियुक्त। र भारतमा कोरोनाको कहर, थप 3,92,400 मा सङ्क्रमण पुष्टि। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।